ल हेर्न सक्नुहुन्छ उहाँहरूले। वाउ व्हाट अ नाइस प्लेस साथीहरू, हेर्न सक्नुहुन्छ यहाँ चाहिँ एकदम कपालै कपाल छ। साथीहरू मेरो कान्छीलाई चाहिँ मोबाइलले बोक्नै सकेको छैन होला मेरो पिक मात्रै त्यस्तै लागिरहेको छ। वाउ मेरो त उड्न आँटिसक्यो त्यो गाडीहरू पक्रिँदैन। साथीहरू फाइनल्ली हामीहरू चाहिँ आइसक्यौँ अब राजु पोइन्ट हाम्रो बस्ने ठाउँमा। अब हाम्रो घर आइपुग्यौँ। अब चाहिँ रात पर्यो, अब घर जानुपर्छ। भ्लग मात्रै बनाएर हुँदैन, अब गएर भ्लग एडिट गरेर अपलोड गर्नुपर्छ है गाइस। सो लेट्स अब एनएसटीको बिल्डिङ पनि खतरा देखिँदो रहेछ है। ल खतरा है एनएसटी बिल्डिङ चाहिँ। म एनएसटीको चाहिँ यो चाहिँ फुल भिडियो बनाएर अपलोडै गर्नुपर्छ होला यसलाई पनि है। अपलोडै गरिदिन्छु, किन हामीहरूले पो यहाँ बसेर हेर्छौँ त, बाहिर बस्नेहरूले नि हेर्नुहुन्छ नि त। हो यहाँ पनि यस्तो खतरा खतरा भएछ है, पहिला त यस्तो थियो अहिले चाहिँ खतरा भएछ भन्नुहुन्छ है साथीहरूले पनि। सो गाइस फाइनल्ली अब चाहिँ हामी घर आइपुगेका छौँ र अनि यहाँ मेरो काका पुरा फायर भएर बस्नु भएर चाहिँ हामी ढिलो आयौँ भनेर। गाइसहरू हामी चाहिँ भिडियो बनाउँदा बनाउँदा ढिलो भएको। काकीलाई यता हेर्न सक्नुहुन्छ, काकी चाहिँ ह्याप्पी हुनुहुन्छ, तर काका चाहिँ अहिले चाहिँ स्माइल छाड्न थाल्नुभयो गाइस है। लाइक सेयर कमेन्ट भनिदिनु। ल अब यहाँ अब फाइनल्ली भनिदिनु ल एकबार, मेरो छोराको युट्युब च्यानलमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्नु। ल सब्सक्राइब के अरे लाइक सब्सक्राइब कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला। ल सबैले सपोर्ट गरिदिनु होला। ल गाइस ल फाइनल्ली अब चाहिँ हाम्रो भिडियो कम्प्लिट भइसकेको छ। ल अनि अब भिडियो चाहिँ आज आउँदैन, भोलि आउँछ है। ल बाई बाई एभ्रिवान, सबैलाई किप वाचिङ।